ओके वेलकम टु माई न्यू भिडियो एज वर्ल्ड कपको नकआउट स्टेजहरू स्टार्ट भइसक्यो। मैले अहिले भिडियो गराउँदाखेरि चाहिँ 6 बजेको छ, जुन 29। आज चाहिँ ब्राजिल र जापानको म्याच छ, नेदरल्यान्ड मोरक्को पनि छ। आजै छ जस्तो लाग्यो, अहिले हेर्नुपर्छ एकचोटि होइन। यो भिडियो अपलोड गर्दाखेरि कति हुन्छ टाइम थाहा भएन, तर हिजो चाहिँ भइसक्यो। साउथ अफ्रिका र क्यानाडाको म्याच भइसक्यो। क्यानाडा गइसक्यो राउन्ड अफ 16मा गइसक्यो। सो इट इज माई प्रिडिक्सन है, कसले जित्छ भनेर। पोर्चुगल स्ट्रगल गरिरहेछ, अर्जेन्टिना मेसी चम्किरहेछ, नेमार के गर्छ अब, नकआउट स्टेजमा आउँछ कि नै। जर्मनी एकदम राम्रो खेलिरहेछ, ब्राजिल पनि राम्रो खेलिरहेछ। एन्ड अबको म्याचहरू चाहिँ एकदम ब्याङ्गर हुनेवाला छ, सब ब्याङ्गर, डु अर डाई, के गरो कि मरो भन्ने टाइपको गेमहरू सबै। सो लेट्स स्टार्ट द प्रिडिक्सन। फर्स्ट म्याच छ जर्मनी भर्सेस पाराग्वे। अल्दो पाराग्वे डिफेन्सिभली चाहिँ राम्रो छ, डिफेन्सिभ अलि कम नै गर्छ, कन्सिडर नै गर्छ गोलहरू। द्याट डजन्ट मिन कि यिनीहरूले गोल पनि हान्न सक्छ, गोल पनि त्यस्तै हान्न पनि सक्दैन यो टिमले। त्यही भएर अफकोर्स जर्मनीसँग चाहिँ म अहिले जर्मनी फेरि 7-1 जितेर आएको छ, 7-1 अनि त्यही भएर चाहिँ जर्मनी र पाराग्वेमा जर्मनीलाई चुज गर्छु। यिनीहरूले लास्ट गेम चाहिँ हारे होइन, तर तिनीहरूलाई धेरै फरक नपरेर कुल डाउन भएर खेलेर पनि होला। सो माई प्रेडिक्सन इज जर्मनी। एन्ड नेक्स्ट म्याच छ ब्याङ्गर म्याच, ब्याङ्गर। दुइटै टिमको मिडफिल्डहरू एकदम टेक्निकल मिडफिल्ड, एकदम बलरहरूले भर्या टिम छ होइन। मोरक्कोमा ब्राहिम डियाज, हकिमी, अनि यो हाम्रो मिडफिल्ड छ एउटा 19को त्यो के बदुई के भन्ने छ होइन, त्यो छ। अनि नेदरल्यान्डमा गाकपो त नेदरल्यान्डसँग खेल्दाखेरि जहिले रोनाल्डिनो टाइपको खेल्छ होइन। एन्ड अर्को छ हाम्रो फ्रेङ्की डियोङ, ग्राभेनबर्ग, भान डाइक, यसमा खतरा छ। यो म्याच टफ हुन्छ होइन, जसले जित्यो भने सक चाहिँ हुँदैन, तर मलाई किन नेदरल्यान्डतिर हल्का सिफ्ट हुन मन छ। एन्ड माई प्रिडिक्सन इज नेदरल्यान्ड्स। एउटा गेम चाहिँ पेनाल्टीमा जान्छ जस्तो लाग्छ मलाई, नेदरल्यान्ड्स होइन। एन्ड अनदर म्याच इज ब्राजिल भर्सेस जापान। ओ माई गड, सबभन्दा डिफिकल्ट चुज गर्नलाई क्या यो म्याच। त्यही भएर चाहिँ ब्राजिल भर्सेस जापान ठुल्ठुलो बिग टिमलाई हराउनमा माहिर छ यो टिमले। जसलाई पनि हराउन सक्छ यसले। लास्ट टाइम कुन वर्ल्ड कपमा अरे जापान, स्पेन र जर्मनीको एउटै ग्रुपमा थियो, टप कसले गर्यो थाहा? अफकोर्स जापानले होइन। त्यही भएर यो म्याच चाहिँ अपसेट चाहिँ हुनसक्छ, बट अहिले भिनी पनि फर्ममा छ। भिनी 4 गोल हानेर उमा छ होइन, सेकेन्ड हो कि थर्ड टप स्कोरर यस्तै छ होइन, डेम्बेले एम्बाप्पेसँग मिलेर। मलाई चाहिँ यसमा लाग्छ ब्राजिल भर्सेस जापानमा आई एम लिनिङ टुवर्ड्स ब्राजिल। तर जापानले जित्यो भने म अपसेट चाहिँ त्यस्तो मान्दिनँ, किन जापान भेरी 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 गुड टिम। सो ब्राजिल। एन्ड अनदर म्याच इज फ्रान्स भर्सेस स्विडेन। फ्रान्स भनेको चिट कोडले भराया टिम हो, सबै दुनियाँभरिको वर्ल्ड क्लास प्लेयरहरू त्यही नै छन्। यसमा मलाई फ्रान्सले राम्रैसँग बजाउँछ जस्तो लाग्छ, यसमा 4-5 गोल त हान्छ जस्तो लाग्छ मलाई। एन्ड अफकोर्स यसमा त धेरै टाइम वेस्ट नगरौँ, फ्रान्स। आइभरी कोस्ट भर्सेस नर्वे, यो पनि ब्याङ्गर गेम हुन्छ। नर्वे हालान्ड लास्ट गेममा नर्वेले सब स्क्वाडको त्यो फर्स्ट टिमको 10-जना प्लेयरहरूलाई बेन्च गरेको थियो। अब त्यत्रो बेन्च गरेर रेस्ट दिएर चाहिँ यो गेममा हार्यो भने बेजतै हुन्छ। आइभरी कोस्ट भर्सेस आइभरी कोस्टमा डियोम्यान्डेहरू, आमाद दियालोहरू खतरा छ। मलाई किन आइभरी कोस्टले जित्छ जस्तो लाग्छ है। आइभरी कोस्ट अलिक एक्स फ्याक्टर छ क्या त्यसमा। त्यही भएर चाहिँ आइभरी कोस्ट। मेक्सिको भर्सेस इक्वाडोर। मेक्सिको र इक्वाडोर होममा छ मेक्सिकोको होइन, मेक्सिको होममै छ होला है म्याच। मेक्सिको र इक्वाडोर राम्रो छ टिम, डिफेन्सिभली राम्रो छ होइन। यसमा चाहिँ अपसेट हुनसक्छ। आई एम लिनिङ इक्वाडोर। इङ्ल्यान्ड भर्सेस डिआर कङ्गोले यो पटक बहुत सक गरेको छ है। अहिले यो वर्ल्ड कपमा चाहिँ सबै सानो टिमले एकदम सक गरिरहेको छ। डिआर कङ्गोले पोर्चुगलसँग ड्र खेलेर। इङ्ल्यान्ड भर्सेस डिआर कङ्गो, इङ्ल्यान्ड अलि धेरै नै खतरा छ अहिले। सबभन्दा जुड बेलिङ्गम एकदम फर्ममा छ, ह्यारी केन अभियसली फर्ममा छ होइन, डेक्लन राइसहरू, मार्कस रासफोर्ड
बबाल बबाल टिम छ होइन। नकआउट म्याचमा फेरि कोच पनि दामी छ इङ्ल्यान्डको थमस टुकल, यो दामी कोच हो होइन, नकआउटको लागि नै बनाया टाइपको गराउँछ यसले गेम। त्यही भएर चाहिँ यसमा चाहिँ म इङ्ल्यान्ड डियर कङ्गो, इङ्ल्यान्ड अभियसली इङ्ल्यान्ड होइन। युएसए भर्सेस बस्निया पनि राम्रो खेल्यो अहिले भर्सेस युएसए त बबाल खेलिरहेको छ अहिले होइन। युएसएमा मैले यस्तो राम्रो खेल्छ भन्ने त मैले एक्सपेक्ट नै गरेको थिएँ युएसएबाट। सो युएसए र बस्नियामा चाहिँ म युएसए अभियसली। बेल्जियम भर्सेस सेनेगल, यो गन्दा म्याच हुने छ, कसैलाई एकदम सुध्नु नै छ। वर्ल्ड कप नकआउट म्याच कुनै म्याच एउटा छुटाउनु नै छ भने चाहिँ यो बेल्जियम र सेनेगलको छुटाइ हुन्छ। योमा धेरै बकवास, बेल्जियम मलाई बकवास लाग्यो। बेल्जियम हराम टिम, खतम टिम। यो बेल्जियम र सेनेगलमा चाहिँ आई विल चुज सेनेगल। अफ्रिकन च्याम्पियन हो है, एफकन च्याम्पियन हो। बेल्जियम सेनेगल के लाग्छ गाइजहरू, के लाग्छ यार? खै मलाई सेनेगलले कता न कता निकाल्छ जस्तो लाग्छ। सेनेगल। And the next match is Portugal versus Croatia. Cristiano Ronaldo versus Luka Modric. Oh my god, यसलाई पछि गर्छौँ। रिटेन्सन बढाउनु पऱ्यो नि युट्युबको, मलाई यसको लास्ट गर्छु। स्पेन भर्सेस अस्ट्रिया हाम्रो अर्जेन्टिनासँग हारेको थियो होइन। अस्ट्रिया एउटा ग्रुपमा थियो। स्पेनमा अलि के कमी छ, फुल्ली फिट छैन लमिन यामाल, निको विलियम्स पनि इन्जर्ड भएर गइसक्यो होइन। अब स्पेनलाई नै गरौँ यसमा चाहिँ, स्पेन होइन। स्विजरल्यान्ड भर्सेस अल्जेरिया, अस्ति कसको म्याच थियो? अल्जेरिया भर्सेस अस्ट्रियाको, लाइक अहिलेसम्मको गेम अफ द वर्ल्ड कप होइन। 3-3 भएको थियो नि, गजब म्याच भएको थियो, एकदम गजब म्याच भएको थियो। स्विजरल्यान्ड भर्सेस अल्जेरियामा ओ माई गड, आई विल चुज अल्जेरिया। अर्जेन्टिना भर्सेस क्याप फर्दै हो। क्याप बर्देमा पनि बहुत सक दिइरहेको। अर्जेन्टिना भर्सेस क्याप बर्देमा म अभियसली लियोनल मेस्सी 2 गोल होइन। अर्जेन्टिना भर्सेस क्याप बर्देमा आई विल गो विथ अर्जेन्टिना। कोलम्बिया भर्सेस घाना भनेको एकदम सैतानी जादु गर्ने टिम होइन। घानाले त एकदम सैतानी गर्ने मान्छेहरू छन् त्यहाँ होइन। कोलम्बिया र घानामा म अभियसली आई विल गो विथ कोलम्बिया। अस्ट्रेलिया भर्सेस इजिप्ट, मोहम्मद सलाहको टिम अस्ट्रेलिया भर्सेस इजिप्टमा चाहिँ आई विल गो विथ अस्ट्रेलिया। सो पोर्चुगल भर्सेस क्रोएसिया, इभन दो पोर्चुगल फर्ममा छैन होइन। उज्बेकिस्तान 5 गोल हाने पनि कोलम्बियासँग बजाउने थियो। कोलम्बियासँग एउटा अलि राम्रो स्ट्राइकर भएको 2-3 गोल कहीँ पनि गएको थिएन। बट आई विल गो विथ ना पोर्चुगल, अभियसली पोर्चुगल। यसलाई गर्न मिल्दैन। ओ माई गड, पोर्चुगल है। क्रोएसियामा गयो पोर्चुगल। आई विल गो विथ पोर्चुगल यसमा। अनि यो गेम सकेपछि हामी यसले नै गरेर कतिवटा मिल्छ है, म यसको स्क्रिनसट राख्छु। सो लेट मी टेक अ पिक्चर। यसमा कतिवटा मिल्छ हाम्रो। त्यो पोर्चुगल है, क्रोएसिया र म, तर क्रोएसियाले जिते पनि सक हुनेवाला चाहिँ छैन होइन। देन राउन्ड 16 हामी गर्छौँ यो नकआउट स्टेज सकेपछि। एन्ड थ्याङ्क्स फर वाचिङ गाइज। एन्ड बबाल हुन्छ अब नकआउट म्याचहरू बबाल हुन्छ। कस्तो गयो है, ग्रुप स्टेज त जग्गामा त वर्ल्ड कप सकिसक्छ। राउन्ड 16 क्वार्टर फाइनल, सेमी फाइनल जित्यो। दिस इज माई प्रिडिक्सन। होप हजुरहरूले भिडियो मन परेर लाइक, सब्सक्राइब, कमेन्ट यो प्रिडिक्सन बिलो कमेन्ट चाहिँ गर्नु है। कुन टिमले चाहिँ अपसेट गर्छ त्यो चाहिँ कमेन्ट गर्नु। एन्ड थ्याङ्क्स फर वाचिङ, बाई बाई।